हेलो एन्ड नमस्ते। हजुर सन्चै हुनुहुन्छ? म पनि एकदम आरामै छु। आज भने चाहिँ गाभाको तरकारी बनाउँछु भने गाभा लिन गएको थिएँ म। गाभा लिएर आएपछि चाहिँ पखाल राम्रोसँग पखाल्नुपर्छ। यसमा चाहिँ फेरि किरा हुन्छ है, त्यही भएर पखालेपछि काट्नु पर्यो। काट्दैछु राम्रोसँग। त्यसपछि काटेपछि चाहिँ मैले प्याजहरू सब रेडी पारेर लसुन छोडाउँदैछु। लसुन छोडाएपछि चाहिँ त्यो खल हो कि कल के भन्छ है, त्यो मलाई त थाहा भएन। त्यसमै हालेर थिच्न लाएँ है, थिचेँ थ्यास पारेर। त्यसपछि चाहिँ यसो हेरेको त होल ग्यास त बालेकै रहेनछु भनेर यसो हेरेको त ग्यास बाल्नु पऱ्यो। ग्यास बालेँ, चट्ट लगाएर ढिला नगरिकन मैले कुकर बसालेपछि दाल त कस्तो बिर्सेको त नि। फेरि दाललाई पानीमा एकछिन भिजाएपछि यतापट्टि कुकर बसालेर मैले तेल हालेपछि प्याज हाल्दैछु। त्यसपछि टमाटर हालेर एकछिन भुटिन दिनु पऱ्यो नि त टमाटर। अनि भुटिँदैछ। त्यसपछि दाल पखालेर दाल पनि हालेर एकछिन भुटेँ। दाल हालेर भुटेपछि त पानी हाल्नु पऱ्यो। पानी उम्लिन छोड्नुपर्छ क्या फेरि एकछिनलाई। त्यही भएर यो चाहिँ फेरि मेरो रेसिपी हो। आई डोन्ट नो अरूको कस्तो हुन्छ थाहा भएन। त्यही भएर मैले सब हालेर नुन मसला सब हालेर कि फेरि एकछिन छोपिदिएँ। त्यसपछि चाहिँ उम्लियो, भकभक्ती उम्लियो। हेर्नु न कस्तो राम्रोसँग उम्लिसक्यो। फेरि त्यसपछि चाहिँ मैले गाभालाई हालिदिएँ त्यसमा। गाभा नि थोरै छ भन्दा उफो हाल्दाखेरि त धेरै पो देखिन्छ त बा। हजुरहरू पनि खाना आउनुहोस् है, गाभा मनपर्छ भने। मलाई चाहिँ बेसरी मनपर्छ क्या फेरि। त्यसपछि यसलाई सिटी लगाइदिनु पऱ्यो। त्यही भएर मैले कुकर बन्द गरिदिएँ। कुकर बन्द गरेपछि सिटी त गर्छ त बा। ओहो क्या मजाले बलेको। त्यसपछि त बन्द गरेँ ग्यास। त्यसपछि भित्र हेर्छु यस्तो खोलेर त सरप्राइज क्या मिठो देखेछ कि। हजुरहरूलाई कस्तो मनपर्छ? मलाई त खै पनि किन यस्तो मनपर्छ कि। अझै नि धितमरे होइन, खाएर 2चोटि खाइसकेँ। त्यसपछि कागती निचार्नै पर्छ है। यहाँ झानेपछि भात पस्केर टमाटरको चटनी पस्केर गाभासित गम खाएर कोक्याउँदैन यस्तो फेरि। हजुरलाई यति नै।